सत्यवती मन्दिर लुम्बिनी प्रदेशको पाल्पा जिल्ला तिनाउ गाउँपालिका 4 मा अवस्थित छ। यो मन्दिर सत्यवती ताल सेरिओरे लेकको किनारमा रहेको छ, जुन समुद्री सतहबाट करिब 400 मिटर उचाइमा छ। यस ताललाई स्थानीयहरू बज्जैको ताल पनि भन्छन्। स्थानीय परम्परा अनुसार यहाँकी देवीलाई सत्यवती बज्जै दादी देवी भनिन्छ। मान्यता छ कि देवी सत्यवतीले यही वन क्षेत्रमा तपस्या गरेकी थिइन् र उनको शक्तिले यो स्थान पवित्र बन्यो। यो मन्दिरको सबैभन्दा रोचक कुरा के हो भने भक्तहरूले आफ्नो मनको कुरा कराएर ठूलो आवाजमा बोल्छन्। कथा अनुसार देवी सत्यवती बधिर कम सुन्ने भएकीले भक्तहरूले ठूलो स्वरमा आफ्नो इच्छा प्रकट गर्नुपर्छ ताकि देवीले सुनुन् र मनोकामना पूरा गरून्। यो धार्मिक परम्परा पुरानो समयमा देखि नै चलिआएको हो। प्रत्येक वर्ष कार्तिक पूर्णिमाको अवसरमा यहाँ सत्यवती मेला आयोजना गरिन्छ। सो मेलामा नेपाल र भारतका करिब 3 लाखभन्दा बढी भक्तजन आउने गर्छन्। भक्तहरूले तालको वरिपरि प्रदक्षिणा गर्छन्, बाँस लिङ्गो गाड्छन् र देवीसँग आफ्नो इच्छा ठूला स्वरमा व्यक्त गर्छन्। पहिले पूजा रातको समयमा मात्र हुने गर्थ्यो, तर अहिले दिनमा पनि दर्शन र पूजापाठ गरिन्छ। सत्यवती ताल वरिपरि घना वन र हरियालीले ढाकिएको अत्यन्त सुन्दर स्थान हो। यहाँको मगर समुदाय र अन्य स्थानीय बासिन्दाहरूका लागि यो स्थान अत्यन्त पवित्र र पूजनीय मानिन्छ। धार्मिक विश्वासका कारण यो क्षेत्रको प्राकृतिक वातावरण पनि संरक्षित रहन सफल भएको छ। तालमा हिउँद समयमा प्रवासी चरा मिग्रेटोरी बर्ड्स समेत देखिने भएकाले यो धार्मिक मात्र होइन, पर्यटकीय दृष्टिले पनि आकर्षक स्थान हो। सत्यवतीको कथा केवल देवीको मात्र होइन, मानव र प्रकृति बीचको सम्बन्धको प्रतीक पनि हो। मनोकामना व्यक्त गर्ने कराह, जंगल र तालको पवित्रता र समुदाय बीचको एकता, यी सबै कुरा यहाँ झल्किन्छन्।